What's up everyone, good morning from Granville, अस्ट्रेलिया सिडनीबाट के भने अब काममा जाँदैछु होइन। बिहानको नभनौँ नेपालमा भनेर 12-1 बजीसम्म सुत्ने मान्छे अहिले बिहानै 6 बजी उठेर काममा हिँड्दैछु होइन। त्यस्तै छ अब कति बजे भन्दाखेरि अहिले चाहिँ 8:30 भइसकेको छ होइन। 8:30 भइसकेको छ, पानी परिरहेको छ, रम पानी परिरहेको छ होइन। अनि अब हेरौँ ट्रेनमा चढेर आउँदा नि यत्रो टाइम लाग्छ यार। तर यहाँ कति धेरै नेपाली रेस्टुरेन्टहरू पसलहरू रहेछ यार। जस हामी अब यहाँबाट क्रस गर्नुपर्छ होला सायद है। अब हामी चाहिँ पुग्न आँटिसक्यो होइन। अब हेरौँ है, 2 मिनट देखाएर चाहिँ यहाँबाट चाहिँ होइन त्यो दाइलाई कल गर्नुपर्छ। अब त्यो अब टक्क लाएर अब कति 13 हो कि कति देखा जस्तो लागेको थियो यार। हेरौँ है, पछि पानी परिरहेको छ यार, सब भिजिसक्यो। अहिले चाहिँ हामी ठ्याक्क यहाँ बस स्टप हो कि यो के हो समथिङ, बस स्टप होला सायद है, बस स्टप होला यो सायद। अनि अहिले चाहिँ हामी ठ्याक्क लगाएर यहाँ वेटिङमा बसिरहेको छ। वेटिङमा भन्दा नि यता दाइलाई कुरेर बसिरहेको छ होइन। हेरमा अब है कतिखेर आउँछ, पानी परेर क्या त्यहाँ बोट लाग्ने ठाउँ छुनेको छ। अनि त्यही भएर अनि यता आएर बसिरहेको, यता ठ्याक्क आउँछ यहाँबाट क्रस हुनेलाई मैले यहाँ देखाएको थिएँ कि ओत लाग्ने ठाउँ। अनि त्यही भएर ओत लाग्दै बसिरहेको छौँ हामी। गाई आइपुग्यो त्यस्तै छ छैन आएको यार। हेरमै पहिला चस्मा पुसौँ यार। चस्मा लाउने मान्छेहरूको पनि प्रब्लम चाहिँ छ है, पानी पर्ने बेला यस्तो हुन्छ नि है। मैले एउटा गल्ती गरेको क्या, नेपालबाट आउने बेला मैले लाइसेन्स ल्याएन नि त हो। नत्र भए त यस्तो चिल हुन्थ्यो लाइसेन्स ल्याएको है, साँच्चै खानेन, अति चिल हुन्थ्यो होइन। तर लाइसेन्स ल्याएन मैले, पानी सबै भित्रबाट भरिसकेको। 9 बजीदेखि काम सुरु हाम्रो होइन। पानी कस्तो पऱ्यो क्या, एउटा छाता त किन्नु पर्दैछ यार। यहाँको वेदर चाहिँ थाहा नै नहुने क्या कतिखेर के हुन्छ भनेर। एकैछिनमा पानी पर्छ, एकैछिनमा फेरि हावाहुरी चलिदिन्छ, अहिले फेरि घाम यस्तो टन्टलापुर हुन्छ है। वेदर चाहिँ मैले त नेपालमा भनेर काठमाडौँको मात्र वेदर त्यस्तो होला भनेको त, यहाँ अस्ट्रेलियाको त बौला हुँदो रहेछ क्या। हावा त्यस्तो यस्तो हुरी चलिदिन्छ नि, चट्ट लगाइदियो अब चाहिँ। पानीले भिजेर कस्तो चिलाएको यार, कपाल भिजेर यस्तो छ होइन। सही हो, तर यहाँ बस्नलाई चिल बनाइदिएर यता पछाडिबाट नि यता साइडबाट नि होइन पानी सानी चाहिँ छिर्दैन है। अगाडि चाहिँ हल्का अगाडि खुट्टासम्म आउने रहेछ। टक्क यो पछाडि यस्तो बनाएको सिसाको, यो पछाडि पनि सिसाको अनि यता पनि सिसाको है त। माथि यस्तो छ, बुढालाई फोन गर्नुपर्छ अब त्यो दाइलाई होइन। त्यही हो, अब दुःख नगरी कहाँ सुख पाउँछ त होइन। दुःख त गर्नु पऱ्यो नि, अब दुःख गर्नुपर्छ केटा हो। पैसा छाप्न कहाँ सजिलो छ त केटा हो। जति रमाइलो गर्नु नेपालमै गरिसकेँ अब होइन। यहाँ पनि हल्का हल्का गर्नुपर्छ, फेरि त्यसको मतलब त्यो होइन कि फेरि दुःख नै गर्नु के रमाइलो नै गर्नु हुँदैन भन्ने चाहिँ होइन है फेरि होइन। रमाइलो चाहिँ गर्नुपर्छ यहाँ पनि। त्यो चाहिँ अब ठ्याक्क विकेन्डतिर हुन्छ क्या। पहिला फर्स्टमा त पैसा छाप्नु पऱ्यो नि त होइन। अनि टक्क लगाएर अनि त्यसपछि यस्तो बाबाल चिल हान्नुपर्छ यहाँ पनि होइन। हल्का पैसा पनि छाप्नु चिल पनि हान्नुपर्छ होइन। अनि त्यस्तै छ केटाहरू होइन। अब त्यही अब कोले कहाँबाट हेर्नु भएको छ यसो तल कमेन्ट जिब्रो क्या, कोले कहाँबाट हेरिरहनु भएको छ तल यसो कमेन्ट गरिदिनु होला। अनि सानो होइन
सपोर्ट गर्नु होला, यसो लाइक सब्सक्राइब होइन गरिदिनु होला। अब त्यस्तै छ है। अब फेरि अब अर्को पालि ठ्याक्क नेपालमा जानु बेला नि बप्पाल धमाका गर्नु मन छ क्या त्यो बेला। अहिले चाहिँ हामी खाजा खान बसिरहेको होइन, चट्टा लाएर पानी परिरहेको छ अझै पनि सिम 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 सिम। पछाडि हाम्रो पछाडि यस्तो दामी ग्राउन्ड छ है, त्यो दाइ चाहिँ टिकट लिन जानुभएको चाहिँ। हामी चाहिँ खाजा खाएर एकछिन बस्दैछौँ। हामी चाहिँ भन्दा नि म चाहिँ यहाँ कुर्दैछौँ, त्यो दाइ चाहिँ त्यहाँभित्र बुझ्न जानुभएको छ। त्यो अघिसम्म क्या पानी परेर कस्तो फोहोर देखेको अरे, त्यस्तो फोर्सहरू होइन होला है। अनि ठ्याक्क कस्तो भन्दाखेरि अघि कस्तो पानी परेको थियो है, अहिले त फेरि मस्त घाम लागिरहेछ। अर्को कुरा चाहिँ के नोटिस भएको थियो भन्दाखेरि एकचोटि के अरे काठमाडौँमा हाम्रो बालेन दाइले के अरे रोडमा त्यो रातो एउटा के भन्छ बस लाइन भनेर त्यसरी त्यो बनाउनु भएको थियो नि होइन रोडमा। अनि त्यो चाहिँ के को लागि रहेछ भनेर मैले यसो बुझ्दाखेरि चाहिँ त्यो त मैले त्यो नेपालमा हुनेहरूलाई बुझेन होइन, के हो अब यो कस्तो खालको, यो कसले रुल फलो गर्छ टाइपको होइन, के हो यो भन्ने टाइपको भएको थियो क्या। लाइक कस्तो भन्दाखेरि रोडमा अब ठ्याक्क कस्तो थियो भन्दाखेरि बस्ने बाटो बनाइदिएको थियो, एउटा वे बनाइदिएको थियो, त्यो चाहिँ बसको लागि मात्रै भन्नाले जोस् अरू गाडीहरू नि हिँड्न पायो, तर जोस् बसको यतिदेखि यति बजे टाइमभित्र चाहिँ बसको हो त्यो, लाइक बसको लागि रिजर्भ भने जस्तो रहेछ होइन। त्यो चाहिँ के रहेछ भन्दाखेरि मैले ठ्याक्क लाएर अहिले यहाँ ठ्याक्क थाहा भएको चाहिँ हो, यहाँतिर अस्ट्रेलियातिर नि त्यस्तै रहेछ क्या। ठ्याक्क बसको लागि बसको हुन्छ नि एउटा लेन दिँदो रहेछ कि बसलाई क्या होइन, सबै ठाउँमा होइन कि जोस् एउटा कस्तो ठाउँमा भन्ने अब बस स्टप जस्तो भयो, अनि त्यसपछि अलिकति जाम हुने जस्तो ठाउँतिर होला सायद होइन। हो त्यसमा चाहिँ कस्तो छ भने रोडमा ठ्याक्क बस लेन भनेर रातो लाइनले त्यस्तो छ क्या। अनि बालेन दाइले चाहिँ हो त्यही गर्न खोज्नु भएको थियो होला, तर त्यो कुरा काठमाडौँमा खासै लागु भएन होइन। किन भन्दाखेरि अब काठमाडौँमा चाहिँ किन लागु भएन भन्दाखेरि काठमाडौँको पपुलेसन, काठमाडौँ भन्दा नि जस नेपालको पपुलेसन अलिकति बढी छ, अनि नेपालको फेरि एकदमै बिजिएस्ट सिटी भनेकै काठमाडौँ नै हो होइन। अनि काठमाडौँमा यति धेरै पपुलेसन छ कि लाइक गाडीहरू यति धेरै छ, बसहरू यति धेरै छ, पब्लिकदेखि लिएर गभर्मेन्टदेखि लिएर होइन सबै ट्रान्सपोर्टेसन बढी छ। अनि प्लस बाइकहरू स्कुटरहरू पनि एकदमै धेरै छ होइन। अनि त्यसले गरेर पनि त्यो कुरा चाहिँ खासै लागु चाहिँ हुँदैन। अनि अर्को एउटा कुरा के भन्दाखेरि हाम्रो रोड अलिकति सानो पनि छ होइन, त्यत्रो ट्रान्सपोर्टेसन त्यत्रो भेहिकल्स भनौँ न, त्यत्रो भेहिकल्सहरूको लागि त्यो रोड अलिकति सानै हो। तर हुन त मान्छेलाई अब जत्रो रोड बनायो नि पुग्न त पुग्दैन होइन, त्यो पनि। अनि अर्को कुरा भनेको चाहिँ के भन्दाखेरि यतातिर चाहिँ खासै त्यस्तो बाइकहरू स्कुटरहरू त्यस्तो धेरै देख्दैन क्या। यहाँतिर चाहिँ एकदमै लिमिटेड होइन, एकदमै थोरै मात्रामा मात्रै देखिन्छ होइन। थोरै मात्रामा भन्दा नि खासै देख्दैन, 2-3वटा त्यस्तै रियरमा देखिन्छ। अनि बाइकहरू देखे पनि अलिकति हुन्छ नि अलिकति महँगो टाइपकोहरू हुन्छ क्या। भन्नाले अब नेपालको सस्तो भनेर भन्न खोजेन कि जस अब खासै त्यो हुन्छ नि जो पाए त्यसले त्यो किन्ने खालको हुँदैन क्या। अलिकति कस्तो भन्दाखेरि फेरि अब जो पाए त्यसले भन्दाखेरि अलिक डोमिनेट गरेर बोले जस्तो हुन्छ होइन, तर त्यस्तो चाहिँ होइन कि। लाइक अब यहाँतिर चाहिँ मोस्टली मान्छेहरूले अब गाडी नै प्रिफर गर्दो रहेछ होइन। बरु गाडीको चाहिँ एकदम धेरै हुन्छ गाडी चाहिँ फेरि होइन।
गाडी यो रोडमा अनि हामीले पार्किङ गर्न नपाएर अघि खाजा खाने बेलामा यहाँ पछाडि यसो हेऱ्यो भने होइन हेर्नु यहाँ पछाडि हेर्नु ल ऊ गाडीहरू पुरै गाडी साइडमा दुइटै रोडको साइडमा पार्किङ छ क्या होइन अनि यहाँ चाहिँ अलिकति राम्ररी देखाउन मिल्दैन किन भन्दा यो प्राइभेट प्रपर्टी हो होइन अहिले हामी बसिरहेको चाहिँ अनि यता अगाडितिर पनि टक्क लाएर यस्तो गाडीहरू पुरै रोडको साइडमा लाइन लगाएर राखेको छ अनि बालेन दाइले त्यस्तो गर्न आँट्नु भएको रहेछ भनेर क्या मेयर भइसकेपछि पनि बाहिर जानुभएको थियो नि त टुरको लागि अनि हो त्यो बेला पनि देख्न सकेको हुनसक्छ होइन अनि त्यो रोडको लागि क्या त्यो रोडमा त्यो जुन रातो लाइनहरू यताउति गरेको अनि अर्को भनेको चाहिँ उहाँले त्योभन्दा अगाडि पनि देख्न सकेको हुनसक्छ है अब कस्तो बोल्न आउँदैन क्या मलाई त्योभन्दा अगाडि पनि देख्न सकेको हुनसक्छ आफू घुमेर मात्र आउने होइन क्या त्यहाँबाट नयाँ कुराहरू केही प्लानहरू बालेन दाइले जस्तो ल्याएर आउनुपर्छ क्या होइन लागु गर्ने हो होइन अब त्यो लागु जो सब राम्रो राम्ररी एउटा प्लान बनाएर गरेको भए चाहिँ त्यो कुरा पनि राम्ररी लागु हुन्थ्यो र सबै मान्छेलाई इन्फर्म गरेर गर्नुभएको भए चाहिँ त्यो कुरा पनि लागु हुन्थ्यो होला किन यो बनाएको यो रेड लाइन यो रोडमा किन बनाएको अनि यसको फाइदा के हो यसले के हुन्छ भनेर त्यो अनुसारले अगाडि नै दाइले चाहिँ लाइक बालेन दाइले चाहिँ उयो सबलाई इन्फर्म गरेर गर्नुभएको भए चाहिँ जस्तो कुरा हुन्थ्यो होला तर अहिले चाहिँ त्यो कुरा छैन भनौँ अब यसमा त्यो कुराहरू गर्नु पनि हाम्रो लागि चाहिँ नयाँ थियो क्या किनभने हामीलाई थाहा थिएन जस इन्फर्म गरिदिनु भएको इन्फर्म अरूहरूलाई नै इन्फर्म गरिदिनु भएको चाहिँ यो चाहिँ यस्तो हो यस्तो भन्नुभएको चाहिँ अब सबैको लागि एउटा नयाँ हुन्थ्यो नयाँ चिज हुन्थ्यो त्यो होइन नयाँ कुरा हुन्थ्यो भनौँ न त्यही हो अब जस यहाँतिरको अब यस्तो दामी फेसिलिटी रहेछ लाइक घाम डेन्जर लाग्यो यस्तो दामी फेसिलिटी रहेछ प्लस यस्तो दामी टेक्नोलोजीहरू होइन म त छक्क परेँ क्या चलाउनै नआउने क्या मुला रे चलाउनै नआउने क्या कस्तो भन्दाखेरि मलाई त अहिले कस्तो लागिरहेछ भने भर्खर नर्सरीमा त्यो एबिसिडी सिक्छ नि त्यो बच्चाहरूले अक्षरहरू मलाई त्यस्तै त्यस्तो लागिरहेछ क्या अहिले क्या मलाई यो नयाँ कुराहरू टेक्नोलोजीहरू यताउति त्यो सिकिरहेको छु नि त म नि मलाई चलाउन आउँदैन थियो अहिले चाहिँ आउँछ लगभग आउँछ भनौँ अब सबै चाहिँ आउँदैन जस मैले अहिले चलाइसकेको कुराहरू चाहिँ जस अब जस्तै ट्रेनको भयो बसको भयो त्यो एपहरूदेखि लिएर त्यो अब त्यसमा चाहिँ कस्तो हुन्छ ट्याप गर्नुपर्ने हुन्छ त्यसलाई चाहिँ ओपल कार्ड भन्छ म त्यो चाहिँ तपाईँहरूलाई पछि देखाउँछु हुन त अहिले यहाँ पनि छ तर निकालिराख्नु भने खोइ दाइबाट कतिखेर आउने हो होइन पक्नु त यहाँ कतापट्टि हालेँ मैले म तपाईँहरूलाई देखाउँछु होइन यो चाहिँ यो कार्ड चाहिँ के को लागि भन्दाखेरि लाइक एकछिन है त दुईवटा कार्ड छ मसँग यो यसलाई चाहिँ ओपल कार्ड भनिन्छ होइन अनि त्यही हो यसलाई ठ्याक्कै यहाँ माथि लेखेको छ नि के भनेको छ ट्याप अन पक्नै यता उल्टोबाट देखेपछि नदेख्ने ट्याप अन एन्ड ट्याप अफ एभ्री टाइम भनेको छ होइन तपाईँले कस्तो भन्दाखेरि बसमा होस् ट्रेनमा छिर्ने बेला ढोकाको छेउमा हुन्छ ट्याप गर्ने छिर्ने निस्किने बेला फेरि ढोकाको छेउमा हुन्छ ट्याप गर्ने निस्किने त्यो चाहिँ किन भन्दाखेरि म यति बजी छिरेको थियो यति बजी निस्क्यो भने चाहिँ यति चार्ज भनेर त्यो त्यहीँबाट काटिन्छ क्या हामीले लाउनु दाइ पैसा भनेर त्यो खलासीलाई त्यो हाम्रो नेपालमा जस्तो त्यस्तो चाहिँ हुँदैन रहेछ होइन मैले फेरि आफ्नो देशलाई डोमिनेट गर्न खोजेँ चाहिँ होइन जो सब यहाँको कुराहरू भन्दा हो होइन अनि त्यो ट्याप चाहिँ गर्नुपर्छ इनकेस तपाईँले फेरि ट्याप गर्न बिर्सिनु भयो भने तपाईँको फेरि पछि फाइन हुन्छ छिर्ने बेला ट्याप गर्नुभयो निस्किने बेला ट्याप गर्नु भयो भने फाइन हुन्छ तपाईँलाई किन भन्दाखेरि अब तपाईँको अब त्यो बस त कहाँ पुगिसक्यो हुन्छ नि तपाईँ चाहिँ भित्रै होला भन्ने हुन्छ नि तपाईँको धेरै चार्ज पनि लाग्छ क्या अनि ट्याप नगरिकन छिर्नु भयो भने तपाईँलाई फाइन हुन्छ किनभने त्यो बसमा चाहिँ सिसी क्यामेरा हुन्छ होइन त्यस्तो रहेछ है अनिखेर ट्रेनमा पनि त्यही हो छिर्ने बेला ट्याप गर्ने छिर्ने ट्रेन चढ्ने अब कतिवटा ट्रेन चढ्नुहुन्छ त तपाईँ त्यहाँभित्र छिर्यो त्यहाँबाट फेरि अर्को ट्रेन लिने फेरि अर्को ट्रेन लिने कि फेरि अर्को ट्रेन लिने कि होइन त्यहाँसम्म मात्रै हो कि अनि निस्किने बेला फेरि ट्याप हानिदिने है अनि त्यहाँबाट पैसा काटिँदो रहेछ त्यस्तै ठाउँ हेरी डिस्टेन्स हेरी काट्दो रहेछ लाइक $4 $3 $6 अब समथिङ त्यस्तै काट्दो रहेछ आज त कस्तो खुसी भएको आज चाहिँ केही भयो जस्तो छ केही
होला जस्तो छ होइन। किन भन्दाखेरि अस्ति मैले फर इक्जाम्पल अस्ति कति 5 दिन जति 5-6 दिनै काम गरिनँ क्या। अनि त्यसपछि जोस् आज फेरि यता दाइले काम गर्न बोलाउनु भएको थियो। अनि आज हाम्रो काम कति आज अब लास्ट एउटा बाँकी छ होइन। हामीले कतिवटा दुईवटा हानिसक्यो। अब एउटा बाँकी छ। अब त्यति काम हानिसकेपछि चाहिँ चट्ट लाएर अब फेरि अब घर जाने कि भनेर सोचिरहेको थिएँ होइन। अब फेरि अर्को ठाउँमा काममा बोलाउनु भयो होइन। यो चाहिँ अब उता खोइ के भन्ने ठाउँमा छ होइन। यो ठाउँ चाहिँ मेरो लागि नयाँ हो। हेरौँ अब कति टाढा छ यार, यो हेर्नुपर्छ अब कतिखेर घर पुगिन्छ। बेलुका त यार 12-1 बजे पुगिन्छ। आज पनि कति घन्टा भन्दाखेरि 3 घन्टा मात्रै सुतेर, हिजो राति कामबाट आएको थिएँ म, 3 घन्टा सुतेर अनि त्यसपछि यो काममा आएको बिहान 6 बजे। नेपालमा यार कति बजीसम्म भन्दाखेरि 12-1 बजीसम्म सुत्ने मान्छे है, बिहानको 6 बजी सुतेर 12-1 बजी उठ्ने मान्छे अहिले यहाँ बिहानै यसरी गर्नु पर्छ। अनि जे होस् ठिकै छ। बिहान नेपालमा त काम थिएन नि त, त्यही भएर सुतिरह्यो। अब यहाँ त काम छ, पैसा हाल्नु परेन, हान्नु पऱ्यो नि त होइन। त्यस्तै छ अब यहाँबाट फेरि यो काम सकाएर अनि म उता अर्को काममा जान्छु। कति घन्टाको हुन्छ थाहा छैन, 2-3 घन्टा समथिङ, 3-4 घन्टा कतिको हुन्छ। त्यो सकाएर अनि घरतिर चल्दिन्छु है त। कहिलेकाहीँ चाहिँ कामै नपाएर हुन्छ, कहिलेकाहीँ चाहिँ 2-2वटा काम, 3-3वटा काम हुन्छ होइन। त्यस्तो गाई चाहिँ त सियो अहिले एकछिनमा भेट होला। हेलो गाइज, भर्खर काम सकियो है। अहिले चाहिँ कति बज्यो भन्दाखेरि रातिको 11 बजे छ। रातिको 11 बजे, बिहानको 9 बजेदेखि त्यहाँको काम सकाएर फेरि यता घरको काम सकाएर फेरि यता बोलाछ भोलि। तर लास्ट थाक्यो यार, 3 घन्टा मात्रै सुतेको छ यार आज। वेल्डा हानेछ। अनि फेरि यहाँ चिसो एउटा कोका कोला दिनुभयो होइन काम गर्ने ठाउँमा। अनि अब त्यही छ। फेरि भोलि बिहान 12 बजेदेखि सुरु भनेको छ। भोलि काम गर्नुपर्छ। आज डेन्जर हानिदिएको। अनिखेर साउसाउने खुसी भएर ल तिमी त भोलि नै आउनुपर्छ भने भन्यो। अनिखेर राम्रो छ, जे होस् नेपाली नै हो, साउसाउने पनि होइन। तरिका कोही पनि छैन क्या यहाँ, पुरै सिट खाली छ यार। यो त धन्न बत्ती बल्रहेछ यार, लाइट बल्रहेछ र मात्रै छ यार मेरो। ल यस्तो गरेर कस्तो नराम्रो देख्दो रहेछ यार क्वालिटी। हो यत्तिको किचन दामी देख्ने रहेछ। ल सब खाली छ यो। यस्तो चाहिँ अब जिन्दगी यस्तै हो। पैसा कमाउनको लागि के गर्नुपर्छ केटा हो, यस्तै छ जिन्दगी, लाइफ भनेको है। अब 12 बजे पुग्छु म। अहिले 11 बजे छ, ठ्याक्क 12 बजे पुग्छु। 1 घन्टा लाग्दो रहेछ यहाँबाट जानलाई। अझै 12 बजिसकेको छ। अब हामी घर आइपुग्न आँटिसक्यो। यहीँ हो, 2 मिनट लाग्छ यहाँबाट। बवाल थाक्यो छ यार। कति घन्टा काम गरेछ त आज? 9, 10, 11, 12, 13, 14 एकछिन 10, 11, 12, 13, 14 घन्टा काम गरेछ यार। अबुई वाइल्ड काम गरे, वाइल्ड। अब भोलि बिहान हाम्रो दिउँसो 12 बजेदेखि। वाउ, भोलि बिहान नुहाएर जानुपर्छ। हामी बस्ने बिल्डिङ चाहिँ यही अगाडिको यो बिल्डिङ हो। त्यो यस्तो उज्यालो छ बवाल। जेब्रा क्रसिङमा चाहिँ जसरी रोड काटेन हुन्छ क्या, छुटछुटो हिँड्थ्यो, गाडी रोकिरहेको छ। यहाँ दाब्नुपर्छ क्या रोक्नको लागि। फाइनली घर आइपुग्छु। अब हामी घर आइपुग्यो। यस, हामी बस्ने बिल्डिङ चाहिँ यो माथिको वाइल्ड ठुलो छ। लास्ट ठुलो छ यो माथिको बिल्डिङ भन्छ। यहाँ माथि बस्छौँ हामी। फाइनली होम। ढाड दुखेर मर्नु भएको छ।
यो चाहिँ चाबी हो होइन हाम्रो ग्रिन भयो खुल्यो यो चाबी भएन भने त त्यो खोल्दैन नि फेरि त्यहाँ ट्याब हान्नुपर्छ मात्रै खोल्छ कोही पनि छैन रहेछ चल्दियो अब थ्याङ्क यू फर वाचिङ अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब गरिदिनु होला गुड नाइट सी यू बाई बाई